नमस्कार, आज हो मेरो बलको डे 140 र आज म ट्रेन गर्नेछु लेग सोल्डर। बिहानको सुरुवात 10 मिनटको मेडिटेसनबाट सुरु भयो। एउटा गुड न्यूज, फाइनली काफको सोरनेस निको भएको छ, तर फेरि चेस्टमा पनि सोरनेस हुन थाल्यो। जे भए पनि सोरनेस र मेरो रिलेसनशिप अटुट रहेको छ। 8 बजे सधैँ चाहिँ हेल्दी टी पिए, केरा पनि सकिएको रहेछ। चोकबाट 1 दर्जन केरा बोकेर 10 बजे प्री वर्कआउट मिल खाए। साँच्चै भन्यो भने लेग डेमा मेरो स्पेशल भनेकै सोल्डरको वर्कआउट हो र वर्कआउट गर्ने समय पनि भइसकेछ। सो 1 बजे वर्कआउटको प्लानहरू लेखेर वर्कआउट सुरु गरे। लेगको लागि बारबेल स्क्वाटको 3 सेट, ह्यामस्ट्रिङ र ग्लुट्सको लागि डेडलिफ्ट र ग्लुट्स ब्रिजको 2-2 सेट, शोल्डरको लागि डबल प्रेस र ल्याटरल राइजको 3-3 सेट, इनमा फेस पुल र काफ राइज लगाएर आजको लडाई फेरि जिते। आफ्टर 10 मिनट स्ट्रेचिङ गरेर क्रेटिन लिए। आफ्टर 30 मिनट भिटामिन डी को ट्याब्लेटसँग पोस्ट वर्कआउट मिल कम्प्लिट गरे। 4 बजे 1 घण्टाको ट्युसन क्लास लिएर 6 बजे स्क्रिप्टिङ सके। 8 बजे डिनर कम्प्लिट गरे र आजलाई यति नै। डेली बल्किङ भिडियो हेर्न चाहनुहुन्छ भने फलो गर्न सक्नुहुनेछ। थ्यांक यू सो मच, लभ यु अल र भोलि भेटौँला।